अन्तिम हरफमा संशोधन गरी दया बमोजिमको व्यवहार लेखन गर्न कालापानी सिंहदरबारलाई किन दुख्दैन? कालापानी सदनलाई किन दुख्दैन? कालापानी मन्त्रालयमा रहेका विशिष्ट महानुभावहरूलाई किन दुख्दैन? म यो प्रश्न गर्न चाहन्छु। प्रस्तुत नीति र कार्यक्रममाथिको छलफलमा भाग लिन म यहाँ उपस्थित भएको छु। सभामुख महोदय, विश्वका हरेक देशको प्रमुख नीति राष्ट्रिय स्वाधीनताको रक्षा गर्नु र भौगोलिक अखण्डताको रक्षा गर्नु रहेको छ र रहनु पर्दछ। हामी सबैलाई थाहा छ, 1816 भन्दा पहिले हाम्रो देशको सीमा पूर्वमा टिस्टा र पश्चिममा हिमाचल प्रदेशको काँगडासम्म फैलिएको थियो। 1816 को सुगौली सन्धि पश्चात हाम्रो भूगोल खुम्चियो र पश्चिममा महाकाली पूर्व सीमित भयो। 1816 को सुगौली सन्धि नेपालले अक्षरशः मान्दै आएको छ। तर विडम्बना, भारतीय पक्षले जो सुगौली सन्धिबाट लाभान्वित पक्ष हो, उसैले पटक पटक गरी सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर 1 मा पर्ने महाकाली नदी पूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा नेपालको 400 वर्ग किलोमिटर भूमि अतिक्रमण गरी सैनिक ब्यारेक राखी लिपुलेकसम्म पक्की सडक निर्माण गरी चीनसँग व्यापार र कैलाश मानसरोवर यात्रा सुरु गर्ने सहमति गरेको छ, जुन हामी सबैलाई थाहा भएको कुरा छ। र यही जुन महिनादेखि त्यो कार्यक्रम शुभारम्भ हुने कार्यक्रम पनि रहेको छ। सम्मान्य सभामुख महोदय, हालै भारतीय विदेश मन्त्रालयका प्रवक्ताले सन् 1954 देखि उक्त क्षेत्र भारतले प्रयोग गरिरहेको स्टेटमेन्टले पनि 1954 अघि सो क्षेत्र नेपालको हकभोगमा रहेको र भारतले जबरजस्ती अतिक्रमण गरेको कुराको स्वीकारोक्ति हुन्छ। देशको झण्डै 400 वर्ग किलोमिटर भूमि अतिक्रमण भएको र लिपुलेक क्षेत्रबाट भारत चीन व्यापार र धार्मिक पर्यटन सम्बन्धी भारत चीन बीचको भएको सम्झौतामा यो नीति र कार्यक्रम मञ्च। नीति कार्यक्रमको बुँदा नम्बर 21 को अन्तिम हरफमा सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिनेछ भन्ने उल्लेख छ। लिम्पियाधुरा, लिपुलेक र कालापानी सीमा विवाद होइन सभामुख महोदय, यो हाम्रो देशको नक्सामा समावेश भएको हाम्रो भूमि हो, जसमा बल प्रयोग गरेर भारतले अतिक्रमण गरेको छ र कब्जा गरेको छ। यसकारण सीमा विवाद कतिपय ठाउँमा होलान्, पिलर सारीका केही घटनाहरू होलान्, यी छुट्टै विषय हुन्। तर कालापानी, लिपुलेक र लिम्पियाधुरा सीमा विवाद होइन, यो हाम्रो भूमि हो र यसमा भारतीय अतिक्रमण भएको छ। अतिक्रमित भूमिमा नेपालको स्वामित्व स्थापना गर्न कूटनीतिक पहल गर्ने कुरा यो नीति र कार्यक्रममा प्रष्ट उल्लेखित गरिनुपर्दछ। सभामुख महोदय, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता केवल जमिन जोगाएर मात्र जोगिँदैन, त्यहाँका जनताहरूलाई राज्यको मूलधारमा जोड्न सके मात्रै राष्ट्रिय स्वाधीनता बलियो बनाउन सकिन्छ। आज अतिक्रमित भूमिमा रहेका 3 गाउँ कुटी, नाबी र गुन्जीमा भारत सरकारले प्रत्येक घरमा सरकारी नोकरी, पक्की सडकको पहुँच, 2 रुपियाँ किलो गहुँ, 3 रुपियाँ किलो चामल उपलब्ध गराउँदा सोसँगै जोडिएका हाम्रो स्वामित्वमा रहेका छाङ्गु र तिङ्कर गाउँका जनताहरू बाटो विहीन भएर भारतीय भूमि प्रयोग गर्न बाध्य छन्। 200 रुपियाँ किलो चामल खान बाध्य छन्, रोजगारीबाट विमुख छन्। अतिक्रमित भूमिसम्म सडक यातायात पहुँच पुर्याउन अब 2078-79 नेपाली सेनालाई जिम्मा दिई तुषरपानी, तिङ्कर, लिपुलेक सडकमा 22 करोड 50 लाख बजेट विनियोजन गरिएको थियो। तर दुर्भाग्य, त्यसपछिका वर्षहरूमा बजेट कटौती हुँदै गएर अहिले आर्थिक वर्ष 79-80 मा अहिले यो आर्थिक वर्षमा 6.5 करोड बजेट यो सडकमा रहेको छ। मलाई दुःखका साथ भन्नुपर्छ, म हिजो मात्रै सडक विभागमा त्यहाँ गए र सडक विभागको प्रस्तावित बजेटमा यो तिङ्कर, लिपुलेक सडकमा उनीहरूले 3 करोड 30 लाखको प्रस्तावित गरेका छन्। मान्य अर्थमन्त्रीजी यही हुनुहुन्छ, यो कुरा नोटिसमा रहोस्। हामीलाई आशा छ र दार्चुलावासी जनतालाई आशा छ, अहिलेको सरकारले यस सडकमा कमसेकम आर्थिक वर्ष 2078-79 मा विनियोजन गरेको 22 करोड 50 लाखमा 1 लाख भए पनि थपेर 22 करोड 51 लाख बजेट विनियोजन गरिनेछ। सभामुख महोदय, मलाई यो उपेक्षाले एउटा सम्झना आउँछ, स्वर्गीय प्रेमसिंह धामीले भन्नुभएको थियो, कालापानी काठमाडौँलाई किन दुख्दैन? म प्रश्न गर्न चाहन्छु आज यो प्रोस्टमबाट, कालापानी सिंहदरबारलाई किन दुख्दैन? कालापानी सदनलाई किन दुख्दैन? कालापानी मन्त्रालयमा रहेका विशिष्ट महानुभावहरूलाई किन दुख्दैन? म यो प्रश्न गर्न चाहन्छु। यसर्थ म बुँदा नम्बर 81 को अन्तिम हरफमा संशोधन गरी दया बमोजिमको व्यवहार लेखन गर्न मेरो
मेरो संशोधन पेश गर्न चाहन्छु। कालापानी, लिपुलेक र लिम्पियाधुराको अतिक्रमित 400 वर्ग किलोमिटर भूमिमा नेपालको स्वामित्व स्थापना गर्न आवश्यक कूटनीतिक पहल गर्ने, अतिक्रमित भूमिसँग जोडिएका ब्यास गाउँपालिका 1 छाङ र तिङ्करमा आगामी 3 वर्षभित्र सडक यातायात पुर्याउने र सो क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत लगायत पूर्वाधार निर्माण गर्न र सो क्षेत्रका जनताहरूलाई रोजगारी दिन मान्य विशेष सदस्य कार्यक्रम भनाइ छुट्याउनुहोस्। सञ्चालन गरिनेछ भनी उल्लेख गरिनु पर्दछ भन्ने मेरो संशोधन रहेको छ। धन्यवाद।